अनि चाहिँ एकदम बबाल ठाउँमा म चाहिँ हो एकदम दामी भ्यू देखिँदो रहेछ यहाँबाट नि यस्तो भ्यू चाहिँ टक्कै भाइ बसिरहेछ यहाँनिर हो यो भन्छ त्यो छ यहाँ तल खोला भने चाहिँ बालासन भन्नु त मिल्दैन मेची खोला हो यसलाई भन्छ यता लेफ्टपट्टि इन्डिया उता राइटपट्टि चाहिँ खोलाको भनेको नि माथिपट्टि होइन खोलाको उता राइटपट्टि चाहिँ नेपाल हो यो भित्ता चाहिँ नेपाल पर्यो फेरि खोलाको माथिपट्टि यो पछि इन्डिया पर्छ फेरि यसलाई चाहिँ रेङपारी भित्ता भन्छ हाम्रो गाउँको मान्छेहरूले चाहिँ यो भित्ता चाहिँ चढ्नु सक्नुहुन्छ भने आउनुहोस् होला यो जग्गाको नाम चाहिँ मलाई थाहा चाहिँ भएन के अरे यसले भन्दै थियो मलाई अघि कुन चाहिँ अरे भाइ भट्टी टार कि कुन के भन्दै थियो यसले यो भने चाहिँ हाम्रो गाउँ हामी चाहिँ यहाँबाट आएको एकदम यहाँ चाहिँ आएर चाहिँ तपाईँ भ्यू हेर्नुको एकदम मजा लिनु जान्छ भने चाहिँ यहाँबाट आउनुहोस् होला यो चाहिँ यस्तो छ बाटो चाहिँ हो यहाँ परसम्म त राम्रो छ धुपी भएकोसम्म त्यहाँदेखि हिँडेर पनि आउनु सक्नुहुन्छ ज्यादै टाढो छैन मात्र 500 मिटर भनौँ 500 मिटर पनि पछि पर्दैन होइन तर यहाँनिर चाहिँ गाडी चाहिँ आउनु सक्दैन होला जस्तो लाग्छ मलाई एकदम 4 व्हिल गाडीहरूमा चाहिँ आउनु सक्छ होला होइन फेरि यसलाई चाहिँ भन्छ यहाँ माथिको टावरहरू देख्नु हुँदैछ यसलाई भन्छ फेरि मिरिक यहाँ खोल्ची चाहिँ यहाँ पनि तपाईँको पानी नै बग्छ यसलाई चाहिँ हामी रेङ खोला भन्छौँ यो चाहिँ टप हो यहाँबाट सबै सप्लाई हुन्छ हाम्रो गाउँमा पानी होइन यहाँदेखि सप्लाई हुन्छ म पनि त्यति गएको पानी बनाउनु सप्लाई हुन्छ यसलाई खोला यो तर सानो छ यो चाहिँ चोखो पानी हो एकदम उम्रिएको फर्स्ट स्टार्टिङ हो यो खोलाको त्यो गहिरी भएर जान्छ होइन त्यहाँ तल खोला पुग्छ गहिरी हुँदै होइन यहाँदेखि चाहिँ एकदम तपाईँले मजा लिनुहुन्छ भने यहाँदेखि चाहिँ फेरि यहाँदेखि चिप्ले हुँदै तपाईँहरू फेरि सिधै तल नि एकदम स्पट डेट भन्छ नि स्पट डेट त्यही हो यो भित्ता चाहिँ एकदम सौरी नै भन्छ ल गाइस यति नै हो भ्यू चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई यसो भनिदिनुहोस् होला होइन कमेन्टतिर एकदम बबालै लाग्यो मलाई भ्यू चाहिँ यहाँदेखि चाहिँ के कसो लाग्छ यसो भनिदिनुहोस् ल कमेन्टमा बाइ बाइ गाइस